मैले तिमीहरूलाई जन्म मात्र दिएँ, तिमीहरूलाई घाँस बाँस कपास केहीको पनि व्यवस्था गर्न सकिनँ। देवी देवताको पूजा प्रार्थना गरे, गरिब भएर होला भगवान्ले पनि कहिल्यै सुनेनन्। यो सबै सम्झिँदा आफैलाई लाज लागेर आउँछ। हेर, मैले केही बनाउन नसके पनि, केही दिन नसके पनि संसारमा तिमीहरूलाई अगाडि राखेँ, हुर्काएँ। यसैको गुण सम्झेर मलाई माफ गरिदेऊ बाबु। अनि केही गरी मलाई तलमाथि भइहालेमा तिमीहरूकी आमा र नानीलाई हेला नगर है बाबु। तिमीहरूको आँखामा आँसु आउन नदिनु। नबोल्नुहोस् न बा, रोग भन्ने कुरा त बिस्तारै निको भइहाल्छ। समागन जीविकाले गुबाजुले पनि त बिस्तारै सन्चो हुन्छ भन्नुभएको छ। बा सुर्ता नलिनु न। अब यो गुबाजुको औषधि पनि बन्द गर। व्यर्थमा किन खर्च गर्छौ? मलाई निको हुन्न। हेर, उमेरले पनि त बित्ता छोइसक्यो। यस्तो बेला त सबैले चित्त बुझाउनु पर्छ। हेर, के थाहा मेरो आखिरी बेला हो कि? बा बेथा निको हुन्छ। तपाईँ घरको मुली मान्छे भएर यस्तो कमजोर कुरो नगर्नुहोस् न बा। मेरो व्यथा तिमीलाई के थाहा? धेरै नबोल्नु। ए ल त माया, म बोलिनँ भने न त मेरो कुरा सुन्न पाउँछस्, न त तेरो कुरा मैले नै सुन्न पाउँछु। अब त मलाई निको हुँदैन। हेर,